हाम्रो नयाँ भिडियोमा आज चाहिँ मैले स्टार्ट गरिदिएको हैन। अब को होला भनेर सोचिरहनु भएको छ होला। अब गफारीहरूको मात्रै अनुहार कति हेर्नुहुन्छ हैन, यसो क्युट अनुहार पनि तपाईहरुलाई हेर्न मन लागिरहेको हुनसक्छ। अब हेर्दिनु है आजको भ्लगहरु कस्तो हुन्छ हैन। क्युट अनुहार चाहिँ हामी चाहिँ दुईजना छौँ यहाँ, केटाहरु चाहिँ शैलेशको रुममा छ, हामी चाहिँ उता उसको रुममा जानुपर्ने। देखिको चाहिँ धनकुटा बजार हो र कस्तो राम्रो छ है, त्योभन्दा राम्रो चाहिँ यता छ है हैन। हेरेरै थाहा हुन्छ नि, त्यो भनिराख्नु पर्दैन धेरै। बनाउन गाह्रो छ यहाँ, हामी घामले पोलेर पुरै हैन, तातो घाममा यहाँ बसेर केटाहरू पर्खिरहेको छौँ। केटाहरू चाहिँ अहिलेसम्म आइपुगेको छैन, आउँदैछौँ चाहिँ भन्छ, खोइ कहाँ गएर छ, ढिलो गरेर छ केटाहरू। घाम पानी असिना पानी केही भनिँदैन भाइ, भ्लग भनेपछि त नि हामी त नि आज हाम्रो म चाहिँ न्यू मेम्बर हो यो च्यानलको। भाइ तपाईँ इन्ट्रोड्युस वेलकम गरौँ न चाहिँ भ्लग। मेरो नाम चाहिँ सचिन बास्कोटा हैन, हाम्रो एकदम प्रिय हैन बेस्ट। यो चस्मा पनि उसकै हो, मलाई गिफ्ट दिएको अरे, थ्याङ्क यू। आज हामी कहाँ जाँदैछौँ अरे भोगो भन्दै त? हामी चाहिँ आज जानु चाहिँ जाँदैछौँ पार्कतिर, मन्दिर पार्कतिर। आज 2 टा हुँदा मात्रै नभए त्यहाँदेखि हामी चौरीले नै जाँदैछौँ हैन। के अरे त्यहाँ चौरीले है, मतलब जोखिनु ए अँ 50 केजी पनि नपुग्ने मान्छेहरू छन् त हाम्रो पार्कमा त जोगिने हौ। भाइ 54 र 53 को बिचमा जहिले भनेको 48 केजीकै हो मान्छे। आम्मामा थाहा हुन्छ नि यार, हामी ल त्यत्रो लाउरे देखाएर आएको मान्छे ल दिनको डेटिङ कुदेपछि त्यति त नगर्नु। कहाँ डेटिङ हौ आम्मामा, को डेटिङ म सिङ्गल मान्छे कता डेटिङ हौ। कसैलाई सानो सानो मान्छे होइन, कम तौलको होइन बोयफ्रेन्ड चाहिएको छ भने उसलाई हुन्छ हेन्डल गर्न सजिलो हुन्छ नि त। 48 किलो म चाहिँ साझा खालको चाहिएको छ भने नि भाडा साडामा नि म ओभर हिँडिदिइहाल्छु क्या। 50 रुपियाँ दियो भने म बोयफ्रेन्ड भएर ए कुद्दिहाल्यो रिचार्ज गरेर यसकै कुरा गर्नुहुन्छ भने उसको जन्मजात सिस्ट्याग छ है साथीहरू। देखाउँछु है, तर अहिले नदेखाइ यहाँ नदेखाएर अहिले भ्लग फेरि हाम्रो धनकुटाको पानी थाप्ने ठाउँ हो गाइज हैन। 34 नम्बर 1 को एकदम शुद्ध पानी। यहाँ चाहिँ धनकुटाको त्यो गीत छ नि एउटा, धनकुटाको पानी मिठो भन्ने, यहीँबाट इन्सपायर भएर हैन। त्यो लेखकले चाहिँ, त्यो गीत राइटरले चाहिँ यहीँनिरको पानीबाट इन्सपायर भएर चाहिँ त्यस्तो गीत बनाएको हो हैन। हजुर हो त्यस्तै भनिरहन्छ मलाई त अस्ति। अनि म यो हाम्रो डिएसएलआर चाहिँ पारस गुरुङलाई सुम्पिन चाहेँ। फेरि हाम्रो मेम्बरसिपमा नि जो कोही चाहिँ हामी ल्याउँदिनौँ होइन, अलिक राम्रै मान्छे, खुमखार मान्छे क्या एकदम। सानो कुरा के अरे ठुलो कुरा गर्दिनँ, सानो कुरा जान्दिनँ। पसिनाले ल गाइज आज हामी चाहिँ महेन्द्र पार्कमा कस्तो जोडीहरूलाई खेलाउन गइरहेको छौँ होइन। जोडी छ भने हामीले ढुङ्गा मुढा हानेर हुन्छ गाइज कि अब तपाईँहरू हाम्रो भ्युअर्स हुनुहुन्छ भने महेन्द्र पार्कमा चाहिँ डेटिङ चाहिँ नजानु होला होइन। के भन्न चाहन्छु हो यार, त्यहाँ चाहिँ नजाऊ है, यो मान्छेले फेरि खेलाइदिन नि, बेर लाउँदैन यो फेरि जोडी विरोधी हो कि? जोडी विरोधी एकदम गाइस, जोडी विरोधी भन्दा पनि म चाहिँ एउटा सजाग गराउने मान्छे हो क्या त्यहाँ, किनभने माथि आर्मी क्याम्प छ नि त। आर्मी ए बन्डी एकचोटि हाम्रो शैलेश भन्ने साथी पनि परेको हो होइन। शैलेश भनेको चाहिँ हो लोकलाई गरी के हो त? आर्मीले तँलाई बन्दुक हान्न खोजेको अरे डेटिङ बस्दा माथि महेन्द्र पार्कमा? थाहा भएन त्यस्तो कुरा त, खोइ चाँडैले त्यस्तै कुरा गर्छ त। कसलाई चाहिँ त्यस्तो गरेको अरे? तँलाई त्यस्तो अरे गर्लफ्रेन्डसँग तैँले पुरा के गर्न आँटिरहेको थिएछ अरे? एउटा कुरा चाहिँ के भने नि, सानीलाई एक झलक देखा त हो यो भनेको चाहिँ हाम्रो सानी हो। यसको चाहिँ बरु काण्डहरू यो यता जङ्गल देखाएको जङ्गल धेरै छ क्या। यसको चाहिँ काण्डहरू कहाँ कुन रुख माथ्नु खोजेको। गाइज यहाँ ओभर ठुलो ठुलो झ्यासगाडीहरू हुन्थ्यो, तर उसले चाहिँ त्यस्तो काम गरेदेखि चाहिँ यहाँनिर खोइ कुन चाहिँ रुख कहाँनिर भाँच्नु खोजेको त हामीलाई अभागै छ यहाँ दिमागमा। यतै कता अरे म चाहिँ खासै बोल्दिनँ, धेरै काम गरेर देखाउँछु क्या साथीहरू। अब हाम्रो इनिमी हो नि। इनिमी हो नि, साथी भनेको त इनिमी पो रहेछ जे जस्तै भयो पनि यो मान्छेले केटाहरूलाई गाली खोज्नु चाहिँ 1 नम्बर छ है। अरू कुरा त्यस्तै हो होइन। हिजो पनि हाम्रो सुमन भन्ने साथी मलाई होइन अब 48 देखि बढ्यो कि बढेन भन्ने कुरो हो नि त मेन कुरा त। हाइवे कुदो 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 बाटो काट्न जान्दैन कि। यता 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 साइड चाहिँ एउटा मतलब के कहाँ जान्छ यता हिले होइन त? यो चाहिँ सल्प भोजपुर र तेर्सुम जाने बाटो, ताप्लेजुङ पनि जान्छ है भाइ यो बाटो। गाइज अब तपाईँहरू आज आउँदै हुन्छ भने चाहिँ यो धरान धनकुटाको बाटो नहिँड्नु होला होइन, त्यहाँ चाहिँ पहिरो गइरहेछ। हामी चाहिँ त्यति चाहिँ तपाईँहरूलाई चाहिँ थुम जाने
बाटो हो उसले चाहिँ सानामा अस्ति कति वर्षको तिमीले कन्डक्टरमा काम गरेको भाइ कन्डक्टर होइन मलाई गाडी मालिक हो म मालिक उसको गाडी मालिक हाम्रो यो राजमार्गको नाम के हो भनेर भन्न सोध न मलाई कोशी राजमार्ग हो यो ओभर खलासी गरी हिँडेको पहिला यसलाई सबै थाहा छ क्या तिमी चाहिँ यहाँ पहिला त्यो गिटी कुट्नेमा तिमी थियो होइन ऊ त लेबरमा हो नि त ऊ खलासी भन्दा त लेबर अलिक राम्रै हुन्छ होइन नि भाइ खलासी काम भनेको सानो ठुलो हुँदैन गाइस खलासीको फुल फर्म थाहा छ काम भनेको सानो ठुलो हुँदैन खलासीको फुल के थाहा मलाई कमेन्ट गर्नु होला ओभर छ क्या खलासीको फुल फर्म रिन्चियानमा देखाएको चाहिँ नाम है सुमानी हौ गाडी पनि छैन केटाहरूलाई बोल्न दिउँ न होइन अब यस्तो राम्रो क्यामेरा पाएको छ केटाहरूलाई बोल्नु भएको छ केटाहरूको मुख चिलाइरहेको छ होइन म चाहिँ अब बोलिरहेको हुन्छु नि त म त अब भिडियो सिडियो पनि बनाइरहेको हुन्छु म चाहिँ गाउँको माया धेर लाग्छ भन्यो भने के भन्नु होइन गाइस मार्दैन चितवन राष्ट्र निकुञ्ज आइपुग्दै भ्लग हुने रहेछ त आइपुग्दै ठ्याक्कै एउटा भ्लग त कम्प्लिट ए स्टार्टै नगरी पो त त्यो पनि एउटा भ्लग कम्प्लिट भन्दै अनि के भन्नु त पुरै त्यो शैलेशको जस्तो अलिक लामो हामीलाई एकदम मिठो होइन गाइस फाइनली हामी चाहिँ अहिले महेन्द्र पार्क आइपुग्न आँटेको छौँ आइसक्यौँ यो मासतिर चाहिँ महेन्द्र पार्क भन्छ जो राम्रो छ यो ठाउँहरू जो एउटा आकर्षण गराउने ठाउँ नै हो यो धनकुटाको एक तर यहाँ चाहिँ मस्त बाख्राहरू कुकुर बाख्रा मस्त हो ओए जाँदा केटा हो हिँड्दा मासतिर बौलाहरू यस्तै हो राम्रो छ यार जोस् महेन्द्र पार्क यतातिर जोस् एउटा गाइस म तपाईँहरूलाई चाहिँ एकदम प्राचीन कुरा देखाउन गइरहेको छु होइन यो चाहिँ यो इनार हो 17 शताब्दीमा चाहिँ हाम्रो राजा पुर्खाहरूले बनाउनु भएको थियो होइन यसको चाहिँ सही संरक्षण नभएर चाहिँ आज यो अलिकति राम्रो ठाउँमा छैन त्यस्तै छ गाइस सल्लाहघारी राम्रो छ यो पनि राम्रो छ त्यो चस्मा चाहिँ हाम्रो यो ब्रान्डेड हो लन्डनबाट मगाएको त्योभन्दा राम्रो पनि खोज्नुहुन्छ भने यता छ है बेस्ट अप्सन पनि कोही कसैले खोजेको हुनसक्छ नि त उसले चाहिँ फेरि एकजना मात्रै होइन 5 जना ह्यान्डल गरिदिन्छ होइन उसले चाहिँ अब सम्पर्क नम्बर छोडिदिन्छ 97 त्यही 981723 मा मलाई कल गर्नु भन्दैछ हाम्रो यहाँ केटाहरू पनि आइरहेको रहेछ के छ केटा हो परिचय देऊ न त तिम्रो पनि नमस्ते म चाहिँ ओए कोपो म कोपो तिमीले नै देऊ न बेटर हुन्छ तिमीले भोकलिस्टले उसको नाम चाहिँ सालिक होइन कहाँबाट पो तिमी म चाहिँ भोजपुरबाट बिलङ भोजपुरे जस तपाईँहरूलाई गाइस राम्रो अलिकति क्वालिटीको खुकुरीहरू चाहिएको छ भने चाहिँ उसलाई सम्पर्क गर्नु सम्पर्क नम्बर तिम्रो सम्पर्क नम्बर 9800 यहाँ कहाँ लाथे कहाँ छिरो लगाइ छोड्दिन त्यस्तो खुकुरी उसले बेच्दैन होइन अब यहाँ तिम्रो घर कता अरे भनिदेऊ त तिम्रो घर चाहिँ कता अरे मेरो घर चाहिँ सङ्घसभा हो है भोजपुर गाइज सङ्घसभा हो कुन ठाउँ सङ्घसभा धर्मदेवी नगरपालिका वार्ड नम्बर 1 तेल्लो भन्छ क्या मेरो गाउँ चाहिँ गाइज अलैँची चाहियो भने चाहिँ मलाई सम्पर्क गर्नु होला मनको मन मलाई एउटै गुटीको 20,000 पनि मन अरे फेरि हो गाइज जसले अलिकति मिलाएर दिन्छ होइन अनि हजुरको फेरि के त परिचय एकछिन नमस्कार मेरो नाम चाहिँ पारस कुलुङ हाल म चाहिँ धनकुटामा अहिले अध्ययनको सिलसिलामा आइसकेको छु र भन्दै मेरो घर चाहिँ सङ्घा हो र म चाहिँ विगत त्यही धेरै भयो हामी बसेको धेरै भयो त्यो भन्न धेरै त्यही केटाहरूसँग चाहिँ होस् होइन हजुरको अनि गाउँमा चाहिँ अलिकति प्रशस्त रूपमा पाइने केही चिजहरू लप्सी भाइ लप्सी यत्र गेडा भएको लप्सी पाउँछ हाम्रोतिर गाइस तपाईँहरूको बुढी चाहिँ प्रेग्नेन्ट छ भने लप्सी यसो अमिलो छ उहाँलाई सम्पर्क मलाई सम्पर्क गर्नु होला भएको छैन भने पनि सम्पर्क गर्नु न होइन अब कोही बेला अमिलोको क्रेभिङ भइरहन्छ होइन त्यस्तो बेलामा चाहिँ उहाँलाई सम्पर्क गर्नु होला यति भन्दै म यस डिएसएलआर पनि उहाँलाई फेरि हाम्रो
सचिन सरलाई नै होइन, होइन। सोध्न चाहे। तपाईँको नाम के अरे सचिन सर? मेरो नाम चाहिँ सचिन हो होइन। सचिन अब स्टेज नेम चाहिँ छैन मेरो अहिले, एके बिस्तारै बनाउनु पर्छ। डरको लागेर कुकुर रहेछ मलाई सोधेको गर्छ नमस्ते मेरो नाम चाहिँ सुमन कोलो मेरो नाम चाहिँ गुम्बा देखेको छ कस्तो हुन्छ? खास चाहिँ यो क्वेसन चाहिँ उसले नदेखेर त्यो सोधेको उसले देखेको यार गुम्बा चाहिँ त्यो उत्तिसको रुखमा हुन्छ नि त्यो फेदमा त्यो चिलाउने त्यो हजुर, हो, त्यो होइन। 5 रुपियाँको एउटा। ढाट्ने मान्छेलाई छल्ने होइन केटाले धेरैले भन्यो तर म अब कुकुरले होइन के अरे? टोइलेट पो रहेछ त ऊ। को चस्मा लाएर यहाँ उभिरहेको भनेर नि हो सालिक पो रहेछ। ओभर होइन यतिको चक्लेटी यसो चाहिएको छ भने चाहिँ दिनको 50 रुपियाँमै म त यस्तो भाडामा पनि बिक्छु है बिक्नु चाहिँ के हो केटा थैट के भन्छ ब्लग? खासमा चाहिँ क्यामेराको कमाल हो केटा होइन मै तर्सिन्छु होइन उसले देख्दा चाहिँ रियलमा तपाईँहरू चाहिँ नतर्सिनु होला सुरुमै सचेत भन्दैछु होइन बोयफ्रेन्डको लागि है यो अफर चाहिँ फेरि गरेको मैले त कहाँ फेरि अरूले के बुझ्दैला भन्दै गाइज हामी चाहिँ अहिले भ्लगलाई चाहिँ इन गर्न चाहन्छौँ। आज चाहिँ त्यति ओइ के हो यो? सिङ्गान त होइन कि गाइज अलिकति अघि थोरै पसिना आएको थियो के भ्लग चाहिँ आज हामी यहीँ होइन के भन्छ केटाहरू तिमीहरू? त्यस्तै होला अब गाइस अब। कामहरू पनि पर्यो हामी अरू जस्तो त्यस्तो बेगारी पनि छैन बेगारी धेरै कामहरू पनि आइपर्यो उसको चाहिँ त्यो तल धनकुटाको पब्लिक टोइलेट सोध्ने काम छ है। उसको चाहिँ डम्पिङ गाह्रो खै के गर्नुपर्ने भन्दै थियो। त्यो त राम्रो छ प्लास्टिक भाइ। भेलाउनु पर्ने के भन्यो त्यो सरसफाइ मेरो चाहिँ मुर्चुङ्गादेखि फोन आएको छ त्यहाँ मिटिङ गर्छ पोचा लाउनु पर्ने के भन्थ्यो यति भन्दै गाइज हामी फेरि पनि भेट्नेछौँ। ल आजको भ्लग चाहिँ यही हामी महेन्द्र पार्कतिर यसो बसेको होइन रमाइलो समाइलो यस्तै त अरे भन्दै एक मुस्टामा बाई बाई 1 2 3 गो बाई।